प्रकाश खड्का। आज हामी यो चैती दशैं विशेष चाड पर्वलाई चाहिँ मनाउनको लागि हामी सम्पूर्ण रोल्पालीहरू सबै हामी रोल्पाली मात्रै छौँ। आज हामी घोराई उपमहानगरपालिका 14 नम्बर वडाको यो झिङ्गोरा पार्कमा आएका छौँ, जो आज हामी नेपालमा विभिन्न कालखण्डमा विभिन्न चाहिँ शहीदहरूले आफ्नो चाहिँ ज्यानको आहुति दिनुभएको छ। आज ती सन्दर्भमा हामी 10 वर्षे जनयुद्धमा आफ्नो शहादत प्राप्त गर्ने महान शहीदहरूको शालिगको अगाडि चाहिँ हामी यो साङ्गीतिक कोसेली लिएर आएका छौँ र हामी पुराना भाकाहरूलाई सम्झिँदै आज हामी सानो चाहिँ साङ्गीतिक कोसेली बनाउने प्रक्रियामा छौँ र म अहिले सम्पूर्ण कलाकार मित्रहरूलाई परिचय गराउन गइरहेको छु। र मादलमा हुनुहुन्छ हाम्रा चित्रकुमारी पुन मगर र मिठो बाँसुलीको धुन बजाएर बाँसुलीमा साथ दिँदै हुनुहुन्छ हाम्रो झकास थापा मगर र हाम्रो गायिका हुनुहुन्छ सुप्रिया थापा मगर र हार्मोनियमको मिठो धुन बजाएर आफैमा कलाकार सबैमा चाहिँ प्रखर एउटा व्यक्तित्व माया पुन मगर हुनुहुन्छ र त्यस्तै गरी मनसरी घरती मगर र आफैमा चाहिँ गायक नृत्यकार सबैमा चाहिँ विधामा अब्बल व्यक्तित्व आजका गायक हाम्रो विक्रम केसी हुनुहुन्छ र हाम्रो खैचेती बजाएर मिठो साथ दिँदै हुनुहुन्छ हाम्रो गोविन्द बोहरा सर र क्यामराम्यान हाम्रो सूर्यबहादुर भुषाल सर हुनुहुन्छ। र आज हामी पुरानो यो पूर्वैमा झ्याल राखे झल्को एउटा माया आउँछ मायालाई भेट्न, यो मायाले ख्याल राखे भन्ने एउटा पुरानो गीत हामी सर्जकहरूलाई सम्मान गर्दै संस्थाहरूलाई सम्झिँदै यो गीत गाउन गइरहेका छौँ र बाँकी मिल्दो नमिल्दो तपाईँहरूलाई चाहिँ मिलाएर सुनिदिनु होला, हेर्दै होला।